हेलो फ्रेन्ड्स, वेलकम टु माई न्यू ब्लग। आज म मेरो छोरीसँग एउटा सानो गेम खेल्दैछु। त्यो गेममा मैले उसको लागि धेरै सरप्राइजहरू राख्नेछु। छोरीले मम्मु तपाईँले मलाई कहिले पनि सरप्राइज दिनुहुन्न, कहिले पनि मेरो लागि गिफ्ट दिनुहुन्न भनेर भनेको थिइन्। मैले पनि ओहो यो छोरीलाई यति धेरै सरप्राइज दिँदा पनि गिफ्टै दिनुहुन्न भन्छ जहिलेसुकै है। त मैले आज सोचेँ है म उसको लागि गिफ्टहरू, उसको लागि धेरै सरप्राइजहरू उसलाई लुकाएर राख्छु अनि चाहिँ उसले आएर खोज्छ है। अनि यो उसमा मैले पनि एउटा भ्लग बनाउँछु भनेर सोचेको छु है। लेट्स सी है कस्तो हुन्छ। उसको लागि मैले के कुराहरू किन्छु अब मलाई पनि थाहा छैन है। म अब पसलमा जान्छु र उसको लागि किन्छु अनि त्यो सबै कुराहरू मैले प्याक गरेर चाहिँ लुकाइदिन्छु र अनि थाहा हुन्छ है। लेट्स सी। उसको लागि धेरै सरप्राइज छ। हेलो फ्रेन्ड्स, नानी स्कुलबाट आइसकेको छिन्। अब यिनको मैले गिफ्टहरू लुकाएर राखिदिएको छु। अब नानीले चाहिँ गिफ्टहरू खोज्ने छिन् है। पहिला स्कुल ड्रेस चेन्ज गरौँ है, अनि त्यसपछि खोजौँ ल। हुन्छ, पहिला चेन्ज गरौँ। हेलो गाइस, वेलकम टु न्यू ब्लग। म चाहिँ धेरै भइसक्यो। अब म गिफ्ट खोज्छु। अब नानीले लुगा पनि फेरिसकिन्। अब नानीको हामी गिफ्ट खोज्छौँ है। ल चलो साथीहरू, चलो गिफ्ट खोजते हैं, गिफ्ट ढूंढते हैं। ढूंढो ढूंढो, गिफ्ट भी ढूंढो। यो यसले छुटाइछ। हाल्नु त। माथि हेर्नु, माथि देखाउनु मलाई। ग्यास गर्नु न, ग्यास। पहिला बाहिर देखाउँ। घरभित्रै हो, यो भित्रै हो। घरभित्रै हो। तिम्रो नजिक नजिक छ कि धेरै टाढो नै छैन। नजिक नजिक केही भित्र राखेछु कि मैले। नै त्यो भित्र त छैन। केही भित्र राखेछु कि मैले, केही कुरा भित्र। केही कुरा भित्र राखेछु के। तिम्रो अगाडि छ कि ठ्याक्कै अगाडि? मलाई हेर त, अगाडि ठ्याक्कै अगाडि छ। कहाँ? होइन, मैले प्याक गरेर राखेको छु। ठ्याक्कै अगाडि होइन, यो भित्र नि छैन। तल छ कि माथि छ कि मुनि छ कि? यही राख अहिले खोलेन। अर्को केही भित्र छ कि? त्यसमा हामीले कपडाहरू राख्छौँ। तिम्रो कपडाहरू राखेको ठाउँमा छ कि? अरू नि छ। अब छैन। अब यो कोठाभित्र सकियो। अब सकियो। अब हेर खोजा आपेको त हो। बाहिरै छ, भित्र होइन। बाहिरै छ। कोठामा छैन, बाहिर छ। सजिलै छ, तिमीले भेटाउन सक्छौ।
माथिमा छतमा छतमा पनि छैन हेर्छु तिले ढाक्नु त छैन अलि ढाक्नु त छैन मलाई एउटा चिज टोटल 6वटा छन् छोटा एउटा दुईटा मलाई बाबा बडे आउँगा ल खोजौँ 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 एकदम सजिलो छ के तिमीलाई खोज्न सजिलै छ कोठाभित्र नि राखेको छैन मैले बाहिर मात्रै राखेको छु कोठाभित्र त राख्दै राखेको छैन अनि कता कता हुँदा नि बाहिरै राखेको छु अनि यो बाहिर किन छ हेर न लुकाएर राखेको छु नि अनि खोज न कता हुँदा नि तिमीलाई मम्मीले के गिफ्ट दिनुभयो अरे बाहिर भएको हेर त सामान मम्मीले के गिफ्ट गर्नुभयो अरे तिमीलाई कोठाभित्र सक्यो होइन हाँ ए एउटा कोठाभित्र सक्यो होइन एउटा कोठाभित्रको सक्यो अरू कोठाभित्र छैन बाहिर नै छ के मलाई यति भन्दैन कि यति बस्नी कता कहाँ बस्छौँ पक 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 बाहिरै बस्नी के सोफा खै मैले सबै हिँडिदिएर हुन्छ त तिमीलाई खानेकुरामा खानामा मनपर्ने के हो फ्रेन्च फ्राई घरको खानेकुरा आलु परोठा आलु परोठा आलु परोठामा के चाहिन्छ आलु अनि धनिया अनि खुर्सानी अनि आलु अनि आटा 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 खै त आटा अरू कता छ पिठो गर ल नेक्स्ट ल एउटा भेट्टाउनु भयो अब अर्को है अब ल अब नेक्स्ट कहाँ अब अर्को हेर्नु ल ल ल अब नेक्स्ट र खाइ अब मैले भने नि कोठाभित्र छैन भनेर बस्नी भनिसकेँ त मैले ल अब अझै दुईटा रह्यो है अझै दुईटा रह्यो अब गिफ्ट तिमीले अघि नै त्यहाँ गइसकेको त्यो गिफ्ट भएको ठाउँमा गइसकेको अनि अरू पनि यो त भयो त त्यो पनि भयो त अघि नै गइसकेको हो कि त्यो ठाउँमा तिमीले तर तिमीले अगाडि नै थियो तिमीले देखिनौ होइन थर्ड टाइममा तिमी कहाँ गयौ ल फास्ट थर्ड टाइम तेस्रो चोटिमा तिमी कहाँ गयौ कता गएको थियौ हेर त याद गर त थर्डको यो थियो तर थर्डको यो थियो तर तिमी अघि त्यहाँ गइसकेको थियौ अनि तिमीले देखिनौ कि तिम्रो अगाडि नै थियो यस्तो अगाडि थियो चिसो 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 त्यो ठाउँमा बेसरी चिसो चिसो हुन्छ पहिला त्यो लाऊ अब एउटा लास्ट रह्यो त्यसमा त्यसले हाम्रो एक्सर्साइज नि हुन्छ एक्सर्साइज हुन्छ त्यो चलाउने भने हाम्रो एक्सर्साइज हुन्छ मेबी त्यो चलाउने भने हाम्रो एक्सर्साइज हुन्छ तिमी अहिले चलाउने हो त्यो भने त मैले अब दिएँ त क्लु मैले तिमीलाई दिएँ त अब भनिसकेँ त
भने त अब हाइट बढ्छ कि खुट्टा? हाइट बढ्छ एक्सर्साइज हुन्छ त्यो चलाएपछि हाम्रो एक्सर्साइज हुन्छ भन्नु न मम्मी। के भनौँ भने त मैले क्लु दिएँ त अनि त्यसको ठाउँको त त्यो चलाएपछि हाम्रो एक्सर्साइज हुन्छ अहिले त ठाउँको भन्नु त। ठाउँ मैले भनिसकेँ त तिमीलाई अहिले हजुर चिसो चिसो भन्नुभयो मैले थाहा पाइहालेँ। अनि मैले भने त के अरे त्यो चलाउने भने तिम्रो एक्सर्साइज हुन्छ भनिहालेँ त मैले त्यो चलाउने भने हाम्रो एक्सर्साइज हुन्छ के चलाउँदा एक्सर्साइज हुन्छ खुट्टाले चलाउँदा हाम्रो एक्सर्साइज हुन्छ त्यहाँ छैन म त त्यो कभर हेरेको त कस्तो गिफ्ट लाग्छ। त्यो चलाउने भने हाम्रो एक्सर्साइज हुन्छ खुट्टाले चलाउँदा हाम्रो एक्सर्साइज हुन्छ ठाउँ त भन्नु। ठाउँ त भन्नु के? ठाउँ भन्नु न मम्मी। अब मेरो मोबाइलभित्र आयो है त्यो देखियो है मेरो मोबाइलको क्यामेराभित्र देखियो त्यो तिमी पनि देखिन्छौ त्यस्तो कहाँ हुन्छ त्यो गिफ्ट पनि देखिन्छ यहाँ आउनु न अगाडि प्याक भयो नि? प्याक भएको छ के रे यो? के थाहा मलाई के हो हुनु हेरेर। मैले अनबक्सिङ गरेँ। ल मैले साथीहरू मेरो नानीले अब यो गिफ्टहरू अनबक्सिङ गर्दैछु मैले यसलाई गिफ्ट दिएको थिएँ छिटो खोजिहालिन्छ ल अब यिनीहरूले यो गिफ्ट अनबक्सिङ गर्दैछु के ग्यास गर्नुपर्छ है पहिला यो के होला प्रिन्टर। हो गाइस हो। त्यो मिठाई जस्तो के भएर मिठाई जस्तो गर्नुभयो अरे मम्मीले। मलाई थाहा छैन कि गाइस के हाल्नु त्यो मम्मीले पनि। गाइस हजुरलाई पनि थाहा छैन मम्मीले ल्याउनु भएको। मलाई त थाहा छैन म त स्कुलबाट आएको। मम्मीले मलाई भन्नु भएन। तिमीले मलाई जहिले नि मम्मी तपाईँले मलाई सरप्राइज नै दिनुहुन्न भन्थ्यो कि अनि मैले तिमीलाई गिफ्ट ल्याइदिएँ के भयो भाइ मम्मीलाई किन यसरी हेरेको भाइ सपना पुरा गरिदिनु भयो भिडियो। हेर्नु त गाइस रुक्ने स्केपलाई हाल्नु दिनु म ओके। गाइस मेरो मम्मीले मेरो सपना पुरा गरिदिनु भयो। मलाई मम्मीले जुन दिन सानो किनिदिनु हुन्छ तर आज मेरो मम्मीले सरप्राइजकोमा मैले अहिले त्यो स्प्रिङ्कल किनिदिनु भएको छु र त्यही भएर मेरो मम्मीलाई एउटा के दिन्छु अब गाइस यो ल स्प्रिङ स्प्रिङ नै ग्यास गर न के हुन्छ हुनसक्छ सिधा तिमीलाई चाहिएको कुरा हो खोला न खोला के हो बर्तन थाहा पायो खोलम अर्को टाइम चाहिँ मेरो मम्मीले किनेर दिनु अहिले चाहिँ अनबक्सिङ गर्नु जति हामीलाई यसमा मैले जुन दिन काम कसरी हुन्छ नपरि हुन्छ नि मम्मीले यसरी ल अब यो चुला के हो भन्दा ग्यास गरेर थियो चुला भनौँ न त्यही पहिला अनबक्सिङ गर्छु के होला ग्यास गर न भन न ग्यास गर न यही होला एक्सर्साइज हुने के हो नि यही होला नै अनि किन भन्नुभएको त अनि साइकल चलाउँदा तिम्रो एक्सर्साइज हुन्न त एक्सर्साइजको चाहिँ लाग्यो त्यस्तो हो अनि एक्सर्साइज हुन्छ फेभरेट किन हो के गाइस म किन लाग्छ त्यो अनि मेरो फेभरेट हालिदिनु हुन्छ
म त यसले चुरो समातेको चाहिन होला नि चाहिन्छ पनि होइन फेभरेट कुरा ल्याइदिनुहुन्छ है यो ग्यास गर के हो किन मनपर्ने कुरकुरे तुरतुरे खोल चिसो गाइस के छ के भएर यो ग्रीन कलरको छ दिनु न हजुर यता पक्नु मन पर्छ हजुर अहिले एकछिनमा आउँछिन् है एकछिनमा आउँछिन् है पखाइ यहाँ केही काम गर्दैछन् कि एकछिनमा आउँछिन् गाइस मेरो मम्मी घरि यस्तै ल्याइदिनुहुन्छ के अब यो मेरो एक्सर्साइज होइन यो अब मेरो एक्सर्साइजको गेम हुन्छ किनकि यसले हाइट पनि बढाउँछ अनि खुट्टा पनि लामो बनाउँछ हात पनि बलियो बनाउँछ दाँत पनि बलियो बनाउँछ त्यही भएर हामीले यो लिएर आइदिनु पर्को यो अब यो लाइटमा छ कस्तो के थियो म त कस्तो थियो गाइस ठुल्ठुला मैले गरे चाहिँ के हो टाइगरको प्याकेटको बिस्कुट तिमीले सबै पहिले ग्यास गरिसक्यौ तिमी त कति धेरै उडेछौ भाइ उसलाई चाहिँ यो मैले नाम चिनिन के नाम चिनिन ओके यो अरुणा के रह्यो टाइगर बिस्कुट भन्नु गएको गाइस मैले कस्तो के अब यो ए गाइस मम्मीले के प्याकेटको प्याकेट लिएर आइदिनुहुन्छ नभने अनि के गर्ने मोले हेरेको छैन है त्यो त तिमीले ग्यासै गर्न सक्दिनौ त्यो त एकदम सरप्राइज छ ग्यास गर्न सक्दिनौ तिमीले ओइ नचेत न चिचको म फेरि काम लाग्छ के लाग्दैन किन क्या छ त यता फर्क ये क्या है टेन्टरिङ 1 2 3 गो यो केक यो चाहिँ के हो भन्दा कुन बिस्कुट हो बर्बन बर्बन बिस्कुट हो यो इराम चाहिँ हेरिदिनु होला यहाँ यो यस्तो अब यो चोकोट छ यो अब यो चोकोटको प्याकेट छ मैले यो चोकोटको प्याकेट किनिदिनु भएको यो हेर्नु यसको कति पर्छ त्यसलाई अनि क्यामेरामा कति पर्छ रे कति पर्छ के थाहा मलाई क्यामेरामा अनि क्यामेरामा देख्छ गाइस यहाँ यो म चाहिँ यहाँ छु मेरो मम्मी यहाँ हुनुहुन्छ अब यो हुन्छ टमाटो बिस्कुट पोटाटो बिस्कुट यो हेर्नु होला यसको पछाडिको यो अगाडिको हेर्नु गाइज यो अहिले खाने हो मैले ल अब यो बोतल मम्मीले चाहिँ मलाई किनिदिनु भएको गाइज मसँग बोतलले होइन मम्मीको बोतल लिएर जान्छु म भन्दैन भन्छन् होइन मम्मीले मलाई त्यतिकै भन्नुहुन्छ कि यो मेरो बोतल भन्नुहुन्छ कि त्यतिकै हानेको मैले र गाइज यो मेरो मम्मीले मेरो यो बोतल किनिदिनु भएको यहाँ खडा भयो अनि मेरो बोतल फाइनली मेरो अब लास्टमा हो अब दुईटा बाँकी छ यो चाहिँ प्रिङ्कल्स मेरो फेभरेट हो किनकि गाइस यो चाहिँ मेरो फेभरेट हो मोमो चाह जस्तै मेरो पनि अलि मुजा के अरे यसको प्रिङ्कल्स मुछ दाढी अलिक छ नेक्स्ट के छ नेक्स्ट मेरो फेभरेट हो नेक्स्ट हो यो केक किनकि मम्मीले मलाई धेरै केक त किनिदिनु हुन्न किनकि प्याकेटको त मम्मीसँग पैसा नै हुन्न त आज चाहिँ मेरो मम्मीले मेरो मन जिताउनु लगाइछ अब क्या नि
गाइस ल साथीहरू मेरो नानीले सबै गिफ्टहरू अनबक्सिङ पनि गरिसकिन् अब तपाईँलाई भिडियो कस्तो लाग्यो मन परेको भए सब्सक्राइब एन्ड लाइक गरिदिनु होला थ्याङ्क यू फर टाटा बाई बाई गुड बाई गया थ्याङ्क यू फर वाचिङ हाम्रो भिडियो हजुरलाई मन परेको छ भने हाम्रो भिडियोलाई लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई फेरि भेटौँला नेक्स्ट ब्लगमा बाई